साथीहरु आज मेरो भदै बिएलीमा पास भएर राम्रो नम्बर लिएर पास भएछ। ल भाग्यमानी भयो यहाँ टोक्चले किन्न खाल्छ किन्न खाने चाहता चाहिँ पार पनि हे गाइस वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ मैले यो पुरै सफा गरेँ। यिनीहरू यो फुलहरूको थियो नि सबै झारहरू पला थियो, त्यही भएर मैले आज चाहिँ सब काटेर यो झारहरू सब नचाहिनेहरू फालिदिइसकेँ। साथीहरू गुड मर्निङ एभ्रिवान। तपाईँहरू यसो बाहिर हेर्न फुलमा हिजो पानी हालेको थिएँ, सबै हाल्नु थियो, त्यो हालेर बस्छु। हेलो गाइजहरू, तपाईँहरूले सिस्नो खानुभएको छ कि नै? यहाँ हेर्नु सिस्नो आमाले कहाँबाट सिस्नो टिपेर लिएर आहा नि यो फेरि टोक्छ यसले, फेरि हातमा लाग्दैन कहाँ, फेरि त्यहीँबाट टिपेर लिएर आएको। सिस्नो खानुभएको छ कि नै तपाईँहरूले साथीहरू? यो चिम्टाले टिप्छ नत्र नि टोक्छ यसले। किन्न खाल्छ किन्न खाने चाहता चाहिँ पार पनि आज सिस्नोको तरकारी खाने रे आमाले, मलाई त मन पर्दैन। हेलो साथीहरू, आज हामीले सब्जी आलु र गोबी अनि भान्टाको तरकारी खाने हो। भिन्डी हो, साँच्चै मैले भान्टा भनेको। आज फेरि स्पेसल भनेको पाखापानीबाट हाम्रो आन्टीहरू दुईजना आन्टीहरू आउनुभयो पाखापानीबाट। हाम्रो घर पनि पहिला त्यतै थियो, हामीले बेचिदिएर आजभोलि यतातिर आछौँ। आज चाहिँ सब्जी यो खाने हो गाइज। अघि सिस्नो आमाले सिस्नो खानुहुन्छ, मैले चाहिँ रुचाउन सिस्नोहरू। यहाँ भिन्डी छ, यता बुहारी, यता नि बुहारी सबै छन्। यता आन्टीहरू आउनुभएको छ। आजको दिनमा यही तरकारी खाने हो। आज के हुन्छ हेर्दै जानु होला। साथीहरू आज मेरो भदै बिएलीमा पास भएर राम्रो नम्बर लिएर पास भएछ। ल भाग्यमानी भयो यहाँ। ल खुट्टा डोगर, ल यस्तै गरेर ज्ञानी भएर पढ, राम्रोसँग बुद्धि आओस्। अबदेखि राम्रोसँग राम्रो नम्बर लिएर पास भयो। यही बेलौती पनि फुलेछ, बेलौतीको उयोहरूमा झर्ने रहेछ कि यिनीहरू, त्यही भएर दबाई हालिदिँदैछु साथीहरू। दबाई हालिदिन पर्छ रे। आज मेरो गार्डनको काम मात्रै भयो साथीभाइहरू। यो फुलेर कतिचोटि झरिसक्यो, त्यही भएर यहाँबाट दबाई लिएर हालिदिँदैछु। यो दबाई हाल्यो भने फुल चाहिँ झर्दैन अरे भनेको सुनेको थिएँ, त्यही भएर हिजो गएर दबाई लिएर आएको छु। यसलाई राम्रोसँग हाल्न पर्यो। अनि झर्छ कि झर्दैन भन्ने कुरा पछि तपाईँलाई फल्यो भने बताउँछु। ल उसले राम्रोसँग दबाई हालिदिउँ। फुल्न त कति धेरै फुल्यो साथीहरू, फुल्दै झर्दै गऱ्यो के, त्यही भएर विशेष आज चाहिँ कटाई छटाईदेखि लिएर औषधि हाल्ने काम भइरहेछ। यसलाई राम्रोसँग
भिजाइदिन्छु। हेरौँ यो दबाई हालेर नि हुन्छ कि हुन्न। फुल हेर्नु कति धेरै लागेछ। फुल त कागती पनि कति धेरै फुलेको थियो साथीहरू। हाम्रो उमा कागती पनि छ के, कागती एकचोटि फुलेर सबै झरिसक्यो। यहाँ फेरि दबाई हालिदिनु पर्छ अरे भनेर एउटा दिदीले भनेर थाहा पाएर बल्ल दबाई हाल्न लाएको। अलिअलि फलेर त झरिसक्यो। पहिला फुल खेलेको, अहिले फेरि हल्का फुलहरू लागेछ। त्यो झर्छ कि नै भनेर त्यो ट्राई गर्नलाई हाल्दैछु। यो पनि हेरौँ। फुल हेर्नु न कति अलिअलि लागेछ कि यस्तो। त्यही पनि दबाई हालेर विचार गरौँ गाइस। फल्यो भने अनि फल्छ कि फल्दैन यो दबाई हालेर पनि भन्ने कुरो। फल्न त फुल त टन्नै फुलेको थियो साथीहरू। यो अस्तिको हावाले झरेको हो कि। ल साथीहरू, आज त मैले केही पनि गरेन। अब दिनभरि सुतेको त भलक गराउनै बिर्सेछु। अनि फेरि हिजो नि बनाएन, आज त बनाउनु पर्यो भनेर जे आज बिहान त अलिकता त गराएको थिएँ। अनि जे छ त्यही हालिदिन्छु भनेर मेरो भलक चाहिँ यही हो साथीहरू। आजको लागि चाहिँ म कहीँ पनि गएन। दिनभरि सुतेको त भसुक्कै निदाएछु। त्यही भएर केही गर्न पाएन। अब नेक्स्ट भिडियोमा फेरि राम्रो बनाउने कोसिस गर्छु।